ओम। कथा को नाम अँध्यारो को अनुहार। लेखक रस्किन बॉन्ड। मूल भाषा अंग्रेजी। नेपाली रूपांतर र पाठन शिखर सुमेरु। श्रीमान ओली पोखराको एउटा ठूला बोर्डिङ स्कुलमा शिक्षक थिए र क्याम्पस भित्र नै बस्ने गर्थे। लगभग 50 वर्ष अघि इन्डियाका ब्रिटिशकालीन बोर्डिङ स्कुलहरूको जस्तै अन्तर्राष्ट्रिय स्तरका बोर्डिङ स्कुलको स्थापना नेपालमा पनि गरिएको थियो र पोखरा बाहेक कुन ठाउँ यस कार्यको लागि बढी उपयुक्त हुन सक्थ्यो? ब्रिटिश आर्मीको गोर्खा रेजिमेन्टमा भर्ना भएका लाउरे दाईहरूको राजधानी अन्नपूर्णा र माछापुच्छ्रेको काखमा बसेको हिल स्टेशन पोखरा। स्कुल पोखरा उपत्यकादेखि अलि टाढा थियो, सारङकोटतिर, जहाँबाट माथितिर नीलो आकाशमा फैलिएको सेतो हिमाल र मुनितिर उपत्यकामा फैलिएको फेवातालको रमाइलो दृश्य देखिन्थ्यो। सबै विद्यार्थीहरू, शिक्षक, कर्मचारीहरू स्कुल क्याम्पसमा नै बस्ने गर्थे। केटाहरू, जसमध्ये धेरैजसो धनी नेपाली परिवारका थिए, ब्लेजर, टोपी र टाई लगाएर साँच्ची नै कुनै अन्तर्राष्ट्रिय स्कुलका विद्यार्थी जस्ता देखिन्थे। नेपालको विषयमा लेखिएको एउटा लेखमा एक पत्रिकाले स्कुललाई द दून स्कुल अफ नेपाल को संज्ञा दिएको थियो। श्री ओली धेरै वर्षदेखि स्कुलमा पढाउँदै आएका थिए र आज पोखरादेखि सारङकोट जाने हिड्ने ट्रेकिङ मार्गबाट उपत्यकादेखि आफ्नो स्कुलतिर फर्कदै थिए। पुसको चिसो महिना थियो र सूर्य अस्ताए केही बेर भइसकेको थियो। सिनेमाघर र रेस्टुरेन्टहरू भएको पोखरा बजार स्कुलबाट लगभग 4-5 किलोमिटर टाढा थियो र श्री ओली, एक अविवाहित एक्लै मान्छे, सामान्यतया साँझमा शहरमा टहल्थे। अँध्यारोपछि फर्कन्थे जब उनी जङ्गलबाट छोटो बाटो अर्थात् सर्टकट लिने गर्थे। जब बलियो बतास आउँथ्यो, सल्लाका रुखहरूले उदास भयानक आवाज निकाल्थे, एउटा डर लाग्दो सुसाट, जसले गर्दा साँझ भएपछि धेरै जसो मानिसहरू मुख्य सडकसम्म नै सीमित रहने गर्थे। तर श्री ओली डराउने मानिस थिएनन्। उनले टर्च लाइट बोकेका थिए र यसको चमक ब्याट्री कम हुनाले गर्दा साँघुरो जङ्गलको बाटोमा फिटिक्कै सरिरहेको थियो। जब त्यस टर्च लाइटको चम्किलो प्रकाश ढुङ्गामा एक्लै बसिरहेको केटाको आकृतिमा पर्यो, श्री ओली एक्कासी रोकिए। अँध्यारोपछि स्कुलमा केटाहरू बाहिर हुनु हुँदैन थियो। केटा, तिमी यहाँ के गर्दछौ? श्री ओलीले तीव्र रूपमा सोधे, नजिक गएर अपराधीलाई चिन्न सकुन्। तर जब उनी केटाको नजिक पुगे, श्री ओलीले महसुस गरे कि केही अनौठो छ। केटा रोइरहेको देखिन्थ्यो। उसको टाउको निहुरियो। उसले आफ्नो अनुहार हातमा समातेर राखे र उसको शरीर आक्रान्त रूपमा काँप्यो। ऊ एक अनौठो आवाजहीन तरिकाले रोइरहेको थियो र श्री ओलीले स्पष्ट रूपमा असहज महसुस गरे। ठीक छ, के भयो? उनले सोधे। उनको रिसले अब चिन्ताको रूप लिइसकेको थियो। तिमी के का लागि रोइरहेका छौ? केटाले जवाफ दिएन वा माथि हेरेन। उसको शरीर मौन रुवाइले भरियो। आऊ केटा, तिमी यो बेलामा यहाँ स्कुलबाट बाहिर हुनु हुँदैन। मलाई आफ्नो समस्या भन्, माथि हेर। केटाले माथि हेर्यो। उसले आफ्नो अनुहारबाट आफ्नो हात हटायो र आफ्नो शिक्षकलाई माथि हेर्यो। श्री ओलीको टर्च लाइटको प्रकाश केटाको अनुहारमा पर्यो, यदि त्यसलाई अनुहार भन्न सकिन्छ भने। उसको अनुहारमा आँखा, कान, नाक वा मुख नै थिएन। त्यो केवल गोलो चिल्लो टाउको थियो, जसको माथि स्कुल क्याप थियो। र कथा त्यही समाप्त हुनुपर्छ। तर श्रीमान ओलीको लागि यो कथा यहाँ समाप्त भएन। उनको काँप्ने हातमा टर्च लाइट खस्यो। उनी फर्किए र बाटोमा दौडिए, आँखा चिम्लेर रुखहरू बीच दौड्दै र मद्दतको लागि बोलाउँदै, गुहार गुहार। उनी अझै स्कुल भवनहरूतिर दौडिरहेका थिए जब उनले बाटोको बीचमा लालटिन हल्लिरहेको देखे। श्री ओलीले सास फेर्न हतार गर्दै चौकीदारलाई ठक्कर दिए। के भयो हजुर सर? चौकीदारले सोधे। के दुर्घटना भएको छ? हजुर किन दौडिरहेको हुनुहुन्छ?
मैले मैले केही देखे, केही केही भयानक जंगलमा रोइरहेको एउटा केटा, तर उसको 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 अनुहार थिएन। अनुहार थिएन हजुर सर? आँखा थिएन, नाक थिएन, मुख थिएन, केही थिएन। के तिम्रो मतलब यो यस्तै थिए हजुर सर? चौकीदारले सोध्यो र बत्ती आफ्नै अनुहारमा उठायो। चौकीदारका आँखा थिएन, कान थिएन, अनुहारमा केही पनि थिएन, आँखी भौँ पनि थिएन। अनि त्यति बेला बतासले बत्ती निमायो र श्रीओलीको गुहार गुहारको आवाज रातको अन्ध्यारोमा सल्लाको सुसाट बीच बिलायो।